प्रार्थना गरौँ। बुद्ध धर्म सङ्घको म जान्छु शरणमा, मैले दानादि गरेको पुण्यले बुद्धै हौँ जगतो हिताय। बुद्ध धर्म सङ्घको म जान्छु शरणमा, मैले दानादि गरेको पुण्यले बुद्धै हौँ जगतो हिताय। बुद्ध धर्म सङ्घको म जान्छु शरणमा, मैले दानादि गरेको पुण्यले बुद्धै हौँ जगतो हिताय। सबैले सुख पाउने काम गरून्, दुःख नपाउन् दुःख पाउने काम छोडुन्, सुखबाट वञ्चित नहुन्। मेरो तेरो पक्ष त्यागेर समता भावनामा रहन्। समस्त प्राणीहरूको हितार्थ गर्ने अर्थ समाज सम्बुद्धिज्ञान प्राप्त गर्ने मनसायको साथमा सद्धर्म देशमा सुनिदिनु हुन विनम्र अनुरोध गर्दछु। वैशाख महिना अत्यन्तै पवित्र महिनाको रूपमा लिएको छ। इतिहासको पन्नामा अद्भुत भनौँ कि एउटा सम्यक भगवान बुद्ध जो व्यक्ति हुनुहुन्थ्यो, हामी जस्तै पाइला चालेर यो पृथ्वीमा हिँड्नु भएको थियो, हिँडेर लोक कल्याण गर्नुभएको थियो। त्यो सारा घटनाको वृत्तान्तको जुन निचोड चाहिँ यो वैशाख महिनामा अथवा विशाख भन्छौँ हामीले, त्यसमा परेको देखिन्छ। र जसलाई हामीले बुद्ध जयन्ती पनि भनिन्छ, बुद्ध पूर्णिमा पनि भनिन्छ। र यस पवित्र महिनामा हामीले पवित्र सोच विचार राखेर मनलाई शुद्ध पार्नको लागि अनि भावना क्रम नामक ग्रन्थलाई आधार लिएर धर्मदेशना गर्दैछौँ। र यस धर्मदेशनाबाट विशेष गरेर हामी हिमाली बौद्ध परम्पराका साधक साधिकाहरूले समथ विपස්සना ध्यानलाई कसरी गरिन्छ भन्ने कुरालाई मूल उद्देश्य राखेर नै यो धर्मदेशना हुँदै आइरहेको छ। र बुद्ध जयन्ती, बुद्ध पूर्णिमा, विशाख को बारेमा पनि थोरै बताउन जरुरी भएको मैले पाएँ। कतिपय व्यक्तिहरूलाई त सम्यक भगवान बुद्ध भन्ने को थिए, उहाँ एउटा पौराणिक व्यक्ति हुन् कि या ऐतिहासिक व्यक्ति हुन् कि भन्ने कुरा समेत पनि थाहा नपाएको कतिपय हुनुहुन्छ होला। र यी सबै कुरालाई ख्याल राखेर अब बुद्ध भगवान भनेको चाहिँ कुनै पौराणिक कथामा सीमित रहेको व्यक्ति होइन, उहाँ चाहिँ ऐतिहासिक व्यक्ति हुन् भनेर प्रष्ट छ। उनको मिति तिथि सबै प्रष्ट छ। प्रष्ट यसरी पनि छ कि सम्राट अशोकले नै उहाँको बारेमा जे जति पनि कुराहरू शिलापत्र पत्थरमा लेखेर जानुभएको छ। हेर्नु है, सम्राट अशोक स्वयं एउटा ऐतिहासिक व्यक्ति हुन् र उनीले नि सम्यक भगवान बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भनेर हाम्रो नेपालको लुम्बिनीमा जहाँ सम्यक भगवान बुद्धको जन्म भएको यही हो भनेर उहाँले अशोक पिलरमा अक्षरमा लेखेर राखेको छ। यावत प्रमाणलाई हेरेर सम्यक भगवान बुद्ध चाहिँ ऐतिहासिक व्यक्ति हुन्, न कि पौराणिक, न कि कुनै काल्पनिक, यसरी बुझ्नु पर्यो। तसर्थ अब अलिकति यसको बारेमा चर्चा गर्नु पर्दाखेरि
सम्यक भगवान बुद्ध भन्ने व्यक्ति चाहिँ एकजना मात्रै व्यक्ति होइन। अहिले हाम्रा गुरु भनौँ कि हाम्रा महान गुरु शाक्यमुनि भगवान बुद्ध को उदय हुनुभन्दा धेरै समय पहिला अन्य बुद्धहरूको पनि उदय भइसकेको छ। कतिपय बुद्धहरूको नाम त किटानका साथ पनि सूत्रहरूमा उल्लेख गरिएको छ। तर हामीले अलिकति तार्किक विचारले हेर्दाखेरि पनि पहिलो बुद्ध को थिए त भनेर भन्न सम्भव छैन। पहिलो बुद्ध को थिए त, सबभन्दा पहिलो बुद्ध को थिए त भनेर भन्न सम्भव छैन। जसरी पहिलो बुद्ध यी थिए भनेर भन्न सम्भव छैन, त्यसरी नै भव संसारको चाहिँ टकटुके अन्त हुन्छ भनेर पनि भन्न सम्भव छैन। यो भव संसार पनि निरन्तर चलिरहन्छ। सम्मासम भगवान बुद्धहरू पनि निरन्तर उदय भइरहनु हुनेछ। र सूत्रमा उल्लेख भएका अहिलेको जुन यो कल्प भनिन्छ, यसलाई भद्रकल्प भनिन्छ। भद्रकल्पमा चाहिँ विशेष गरेर भद्रकल्पिक सूत्र भन्ने नै छ। यो काङ्ग्युर भित्रको पहिलो ठेलीमा पर्दछ, पहिलो पुस्तिकामा पर्दछ, जसले भद्रकल्पिक सूत्र भनिन्छ। जहाँ स्वयं शाक्यमुनि भगवान बुद्धले यो भद्रकल्पमा उत्पन्न हुने हजारौं 1000 जति भगवान बुद्धहरूको नाम त्यहाँ राखिएको छ। यो भद्रकल्पमा मात्रै उदय हुने बुद्धहरूको नाम हो। त्योभन्दा अरू कल्पको कुरा त अर्कै कुरा भयो। त्यसकारण यस भद्रकल्पमा 1000 बुद्ध मध्ये कति बुद्धहरू चाहिँ आइसके त भन्दाखेरि 4वटा बुद्धहरू चाहिँ आइसके। 1000 बुद्ध मध्ये बल्ल भर्खर 4वटा बुद्धहरू उदय हुनु भएको छ। अरू त आउन बाँकी नै छन्। 996 बुद्ध त आउन बाँकी नै छन्। त यी बुद्धहरू आउँछन् भनेर उहाँले यति मात्रै भन्नु भएन। शाक्यमुनि भगवान बुद्धले, शाक्यमुनि भगवान बुद्धको मुखारविन्दबाट ती बुद्धहरूको आमाको नाम, बाउको नाम, उहाँको श्रीमतीको नाम, छोराको नाम, उहाँको अग्र श्रावकहरूको नाम, उहाँको चाहिँ विशेष सेवकको नाम देखि लिएर उहाँ कुन रुखमुन्तिर बसेर बोधि ज्ञान प्राप्त गर्नुहुन्छ भनेर त्यो बोधि वृक्षको नामहरू लगभग 15वटा बुन्दाहरू कुराहरूलाई लिएर शाक्यमुनि भगवान अनि उहाँको चाहिँ औसत आयु, उहाँको संज्ञाना हुँदाखेरि के कति अर्हताहरूको जम्मा हुने गर्दछन् हैन। यो सारा वृत्तान्त 15 बुन्दामा राखेर भद्रकल्पिक सूत्रमा स्वयं भगवान शाक्यमुनि बुद्धको मुखारविन्दबाट बताएर अहिले अक्षरमा लिखित रूपमा रहेको हामीले पढ्न पाउँदछौँ। र त्यो हजारौंवटा बुद्धको सारा वृत्तान्त कुराहरू जुन भद्रकल्पिक सूत्रमा उल्लेख छ, त्यो सूत्रलाई आधार मानेर एक-एकवटा बुद्धको नाम, हजारौंवटा बुद्धको नाम चाहिँ यता तानेर यो धारणी संग्रह दोमाङ जुन भर्खरै नेपाली भाषामा आइसकेको छ, दोमाङभित्र पनि त्यसमा 1000 बुद्धको नामहरू राखिएको छ। तपाईले दोमाङ नेपाली भाषामा पढ्नु भएको छ भने त्यहाँ पाउनुहुनेछ। तसर्थ यी 1000 बुद्ध मध्ये पहिलो बुद्ध चाहिँ कर्कुछन्द, दोस्रो बुद्ध चाहिँ कनकमुनि, तेस्रो बुद्ध कश्यप र चौथो बुद्ध चाहिँ शाक्यमुनि। यी 4 जना बुद्धहरू चाहिँ आइसक्नुभयो। यी 4 जना बुद्ध मध्ये पहिलो, दोस्रो, चौथो बुद्धको जन्मस्थानहरू सबै चाहिँ अशोक राजा स्वयंले
त्यसलाई चाहिँ प्रुफ गरिसक्नु भएको छ। लुम्बिनी भेगमा चाहिँ रहेको छ। कर्कुछन्द बुद्धको जन्मस्थान, कनकमुनि बुद्धको जन्मस्थान र शाक्यमुनि भगवान बुद्धको जन्मस्थान। र तेस्रो काश्यप भगवान बुद्धको जन्मस्थान चाहिँ अहिलेसम्म त्यो लगभग पत्ता लगाउन सकिएको छैन। र एउटा अनुमानको हिसाबले चाहिँ वाराणसी काशीको वरिपरि होला कि भनेर पनि अनुमानको हिसाबले भन्न सकिन्छ। तर अशोक राजाले जुन चाहिँ एउटा भीमकाया अशोक पिलर नै गाडेर किटनका साथ भनेको चाहिँ काश्यप भगवान बुद्धको बारेमा त्यति स्पष्ट छैन। र त्यसो भएकोले सम्यक भगवान शाक्यमुनि बुद्धको जन्मस्थान लुम्बिनी वरिपरि अन्य 7वटा पवित्र तीर्थस्थानहरू छन् जुन सम्यक भगवान बुद्ध प्रति श्रद्धा विश्वास राख्ने व्यक्तिहरूले त्यो 7वटा स्थान नेपालभित्रै छन्। त्यहाँ भ्रमण गर्न सकिन्छ, दर्शन गर्न सकिन्छ। जस्तो लुम्बिनी भयो स्वयं भगवान बुद्धको चाहिँ जन्मस्थान। त्यसपछि गएर कपिलवस्तु भयो, भगवान बुद्धले 29 वर्षसम्म जीवनयापन गर्नुभएको दरबार हो त्यो, हैन। त्यसपछि गएर कुटान न्यायग्रोत भन्ने पवित्र स्थान जहाँ भगवान बुद्ध भइसकेपछि आफ्ना परिवारको उद्धारको खातिर पुनः कपिलवस्तु आएर उहाँ भिक्षु भएकोले राजदरबारमा बस्नु भएन। उहाँलाई अलग्गै एउटा चाहिँ गुम्बा विहारको चाहिँ निर्माण गरियो, जस्तै अहिलेको लोकल भाषा कुटान भनिन्छ। सोही स्थानमा एउटा अचम्मको घटना, इतिहासले बिर्सनै नसक्ने ठुलो त्याग, ठुलो एउटा चाहिँ परित्यागको घटना त्यो न्यायग्रोतमा भयो, जसको लागि हामीहरू अहिले मरिमेटेर आफ्नो जीवन हैन खर्चेका हुन्छौँ। त्यो भनेको तात्पर्य भगवान बुद्धको एउटै छोरा थिए। शरीरबाट ज्ञानका छोराछोरी त कति कति हो, शरीरबाट जन्मेका चाहिँ एउटै छोरा थिए। सम्यक भगवानका सुपुत्र 3 किसिमका हुन्छन्। वचनबाट जन्मेका सुपुत्र, शरीरबाट जन्मेका सुपुत्र र ज्ञानबाट अथवा चित्तबाट जन्मेका सुपुत्र। वचनबाट जन्मेका सुपुत्र भने श्रावकहरू, प्रत्येक बुद्धहरू भए। भने चित्तबाट जन्मेका सुपुत्र बोधिसत्वहरू भए। भने शरीरबाट जन्मेका सुपुत्र राहुल कुमार भए। हुन त राहुल कुमार पनि शरीरबाट पनि जन्मेका हुन्, वचनबाट पनि जन्मेका हुन्, किनकि उहाँ आरक्त हुनुभयो। तसर्थ त्यो एउटा चाहिँ अचम्मको घटना हाम्रो मनमा छुने गर्दछ। भगवान बुद्धको बुवाको नाम राजा सुद्धोधन, आमाको नाम मायादेवी। सम्यक भगवानले बाल्यकालदेखि नै दुःखको अनुभूति त लिइसक्नु भएको थियो। त्यो थियो आमाबाट बिछोडिनु। 7 दिन जब भगवानको जन्म भयो लुम्बिनी, मायादेवी भगवान बुद्धलाई जन्म दिनुको लागि आफ्नो माइतीतर्फ जान राजासँग आफ्नो इच्छा व्यक्त गर्छिन् र राजाले स्वतः अनुमति दिनुहुन्छ। सारा लावा लस्करका साथ मायादेवीले पाल्कीमा राखेर देवदह तर्फ प्रस्थान गर्नुहुन्छ। र कपिलवस्तु र देवदहको बिचैमा एउटा रमणीय स्थान थियो जुन लुम्बिनी नाम गरेकी राजकुमारीको नामबाट बनाइएको एउटा बगैँचा थियो, जुन त्यो लुम्बिनी राजकुमारी भगवान बुद्धको आफ्नो हजुरआमा बन्नुहुन्थ्यो। र त्यो यति रमणीय स्थान थियो कि त्यहाँ नाना किसिमका रङ्गी बिरङ्गी फुलहरू खिलिरहेका हुन्थे। नाना किसिमका पन्छीहरू, चराचुरुङ्गीहरू चिरिबिरी गर्दै आफ्नो सुमधुर स्वरले गाइरहेका हुन्थे। अति सुन्दर, अति मनमोहक दृश्य भएको लुम्बिनी बगैँचामा
मायादेवीले आफू एकछिन त्यहाँ विश्राम लिने इच्छा प्रकट गर्नुभयो। तुरुन्तै त्यहाँ उहाँको विश्रामको लागि ठाउँ तयार पारियो। त्यहाँ एउटा प्लक्ष भन्ने वृक्ष थियो। अझ प्लक्ष भन्ने वृक्ष के हो? साल हो कि आँप हो कि पिपल हो कि त्यो अलिक भन्न गाह्रो छ। तर मोटामोटी हिसाबले भन्दाखेरि चाहिँ कतिले चाहिँ साल वृक्ष हुनुपर्छ भनेर पनि भनेका छन्। र ती प्लक्ष वृक्षको मन्त्र मायादेवीको विश्राम स्थान तयार गरिन्छ। मायादेवीले आफ्नो दाहिने हात माथि राख्दाखेरि उनको आफ्नो पारमीको कारणले स्वयं साल वृक्षको हाँगा नुङ्गिएर उनीतर्फ झुकेको हुन्छ। तत्कालै मायादेवीको दाहिने हातले साल वृक्षको अथवा प्लक्ष वृक्षको हाँगालाई समाउनुहुन्छ। आमालाई कुनै पनि तकलिफ नदिकनै स्वतः सम्यक भगवानको त्यहाँ जन्म भइदिन्छ। हेर्नु है, त्यहाँ जन्म हुन्छ। त्यसपछि अब बच्चाको जन्म माइती जान लागेको, अब बाटोमा जन्म भएपछि माइती जान जरुरी ठानिनन्। अनि त्यहीँबाटै फर्काएर हैन अनि कपिलवस्तुमा लिएर गए। यस्तो त्यो लुम्बिनी पवित्र ठाउँ भनेको चाहिँ त्यो चाहिँ एउटा रमणीय एउटा चाहिँ फुलबारी थियो जहाँ भगवान बुद्धको जन्म भयो। यदि तपाईले भगवानको जन्म जीवन काललाई हेर्नुहुन्छ भने उहाँको जन्म पनि कुनै घर कुनै दरबारमा भएको थिएन। बगैँचा रुख बिरुवाकै बिचमा भएको थियो। जब उहाँले बोधि ज्ञान प्राप्त गर्नुभयो, कुनै गुम्बा बिहार जस्तो कुनै ठुल्ठुलो दरबारमा बुद्धत्व प्राप्त गरेको होइन, रुख मन्त्रै बोधि ज्ञान प्राप्त गर्नुभएको। उहाँको अन्तिम अलिकति बुद्धि भाषामा देहान्त भन्यो, सम्यक भगवानको भाषामा परिनिर्वाण भनिन्छ। त्यो लिँदाखेरि पनि कुनै पनि घरमा दरबारमा लिएको होइन, रुख मन्त्रै लिनु भएको। भगवान बुद्ध रुखसँग एकदम प्रेम थियो। यी वृक्षहरूलाई एकदमै माया गर्नुहुन्थ्यो ताकि वातावरण सुध्रियोस्। यी बोट बिरुवाहरू जब हुर्किन्छन् यसले मानव कल्याण गर्नेछ। यसमा उहाँ धेरै सजग हुनुहुन्थ्यो। त्यसैले भगवान बुद्धको जीवनमा यो वनस्पतिदेखि लिएर जुन यो बोट बिरुवाहरूलाई अत्यन्तै उहाँको त्यहाँ नजिकको सम्बन्ध थियो, जन्मदेखि नै। त्यो पनि हामीले बुझ्न सक्छौँ। र अब बुद्ध जयन्ती आउँदैछ। यो आउने पूर्णिमामा हामी सम्यक भगवान बुद्धका अनुयायी भएको नाताले पनि त्यो प्रेम जुन वातावरणसँग भगवानको प्रेम थियो, पवित्र प्रेम थियो, हामीले भगवान बुद्धलाई केही कृतज्ञता उहाँको गुणलाई सम्झिने हो भनेदेखि हामीले बुद्ध पूर्णिमा पारेर वृक्षारोपण गर्न अत्यन्तै उचित हुन्छ। त्यो वृक्षारोपण गरेकोमा भगवान बुद्धलाई पूजा गरेको हुनेछ, वातावरणलाई संरक्षण गरेको हुनेछ। तपाईको एउटा वृक्षारोपणले कति प्राणीको कल्याण हुनेछ। र हामीले यो पनि देख्छौँ कि जति पनि बुद्धहरूको आगमन हुन्छ उहाँहरू पहिला विवाह गर्छन्। हरेक बुद्धहरूले विवाह गरेकै हुन्छ। जुन बुद्धको रूपमा आउँछन् उहाँहरूले चाहिँ विवाह गरेकै हुन्छ। त सम्यक भगवानसँग विवाह गर्ने महिला पनि त लडतर थिएनन्। राम्रै पारमी पुरा गरेका हैन हुनुहुन्थ्यो होला। अहिले हाम्रो सम्यक साक्य भने भगवान बुद्धको अब अलि बुझ्ने भाषामा श्रीमती भनौँ, उहाँको नाम यशोधरा भनिन्थ्यो। उहाँको जीवन पनि अचम्मै छ। हुन त त्यति विस्तृत रूपमा उहाँको जीवन हामीले पाउँदैनौँ, थोरै थोरै यता कता भन्दै पाइन्छ। र एउटा महत्त्वपूर्ण उहाँको जीवनको घटना चाहिँ जुन दिन सिद्धार्थले चारवटा निमित्त देखेपछि आफ्नो दरबार छोडेर जाने निधो गर्नुहुन्छ, त्यति बेला उहाँ बुढो हुनुहुन्थेन, भर्खरको कलकलाउँदो हैन 29 वर्षको हुनुहुन्थ्यो। जसरी उहाँ 29 वर्ष हुनुहुन्थ्यो उहाँको श्रीमती पनि
29 वर्षकै हुनुहुन्थ्यो यशोधरा। र त्यो परिस्थितिमा उहाँले आफ्नो घरबाट त्याग्ने 8 साहस हिम्मत लिएर जाँदाखेरि उहाँ जान्नुहुन्थ्यो यदि उहाँले यो सबै त्यागेर जानुभयो भने उहाँको श्रीमतीमा के कस्तो असर पर्ला। आफ्नो बुबा राजा सिद्धुधन त अलि वृद्ध अवस्था भइसकेको थियो, उहाँलाई के कस्तो असर पर्ला, राज्यमा के कस्तो असर पर्ला त उहाँ सबै जान्नुहुन्थ्यो। तर त्यो भन्दा पनि अर्को असर दहनीय कुरो त हामीलाई संसारभरिमा बाँधेर राख्ने, नचाहेर पनि बुढो हुनुपर्ने, नचाहेर पनि रोगी हुनुपर्ने, नचाहँदा नचाहँदै पनि मर्नुपर्ने, यो त विश्वव्यापी दुःख सत्यको कुरा हो। यसलाई निर्मूल पार्नको लागि ती आफ्नो श्रीमती आफूले घर छोड्दाखेरि श्रीमतीमा पर्न गएको चोट, आफ्नो बुवामा पर्न गएको चोट, राज्यमा पर्न गएको चोटलाई सहेर भए पनि यो विश्वव्यापी जुन ठुलो पीडा छ यसलाई निको पार्नको लागि, यसको ओखती खोज्नको लागि अनि उहाँले त्यागेर जानुभएको हो। ती महान नारीले विरोध गर्नु भएन, उहाँको ठुलो बलिदान भयो त्यो। तर ठुलो बलिदानै मान्नुपर्छ हैन। र हामीले जातक कथाहरूमा पाउँदछौँ यशोधरा अहिले मात्रै उहाँको श्रीमती होइन, धेरै समयसम्म पनि उहाँको श्रीमती भएर जन्म लिएर आएको कुराहरू स्पष्ट छ। उहाँ जान्नुहुन्थ्यो मेरो कारणले सम्यक भगवान बुद्धलाई मद्दत नै मिल्नेछ, कुनै बालक बन्ने छैन भनेर उहाँ जान्नुहुन्थ्यो। त्यो एउटा अचम्मको घटना थियो। आज हाम्रो व्यक्तिहरूमा श्रीमान श्रीमतीमा यस्ता सोचहरू, यस्तो कुराहरूमा एकदमै शोचनीय कुरा छ यो। तसर्थ त्यसपछि अर्कै एउटा अद्भुत घटना छ जुन न्यायग्रोध भन्ने जुन कुरान भन्नेसँग सम्बन्धित घटना, त्यहाँ अर्को एउटा घटना भयो जब भगवान बुद्ध कपिलवस्तु सवारी भयो। अब सांसारिक कुराहरूलाई लिएर यसो कुरा गर्दाखेरि यशोधराले आफ्नो सुपुत्र राहुल कुमारलाई भन्नुभयो, राहुल लौ बाहिर हेर। त्यति बेला भगवान बुद्ध 20,000 आफ्नो शिष्यहरूको साथमा कपिलवस्तु नगरमा भिक्षाटनको लागि गइरहनु भएको थियो। जुन अवस्थामा यशोधराले राहुल लौ हेर त्यहाँ 20,000 आकाशका तारा जस्ता श्रावकहरूको बीचमा पूर्णिमाको जुन झैं धपक्कै अनुहार बलेका ती को हुन् तिमी चिन्दछौ के? ती तिम्रा पिता हुन्, तिम्रा बुबा हुन्। जाऊ आफ्नो बुबासँग आफ्नो हक अधिकार सम्पत्ति के छ माग भनेर भन्नुहुन्छ। राहुल कुमार पनि आमाको कुरालाई स्वीकार गरेर भगवान बुद्धको त्यो ठुलो जमात भिक्षु महासंघको पछि पछि लागेर जान्छन्। र जसोतसो समय भगवान बुद्ध भएको ठाउँसम्म पुग्दछन्। भगवान अगाडि बढ्दै हुनुहुन्थ्यो। ती सानो बालक राहुल कुमार, बुबा मलाई मेरो सम्पत्ति चाहियो, मलाई मेरो हक चाहियो भनेर भन्दै हिँड्छन्। के एउटा मार्मिक दृश्य थियो, अत्यन्तै मार्मिक दृश्य। जो व्यक्ति भविष्यमा यो संसारको सम्राट चक्रवर्ती हुन्छ भनेर भविष्यवाणी पनि ज्योतिषले नगरेका होइनन्, गरेकै थिए। र त्यो व्यक्ति अहिले विश्वगुरु बनेर भिक्षाको लागि हैन कपिलवस्तु नगरमा हिँड्नु भएको थियो। र उनका छोरा जो राजकुमार हुनेवाला छ, राजकुमार त हुन्नै, भविष्यमा राजा हुनेवाला, भिक्षुको अगाडि पछि पछि लाएर बुबा मलाई सम्पत्ति चाहियो भनेर हिँडिरहेका थिए। यो एउटा मार्मिक दृश्य हो।
अचम्मको घटना हो। इतिहासमा यस्तो घटनाहरू दुर्लभै पाइन्छ। त्यसकारण भगवानले केही पनि भन्नु भएन, जवाफ दिनु भएन, आफू अगाडि बढ्दै जानुभयो र भिक्षा ग्रहण गरिसकेपछि भगवान न्यायग्रोध पुग्नुभयो। ती बालक राहुल कुमार पनि वहीँसम्म पुगे। वहाँ पुगेर पनि त्यो भन्न छोडेनन्, बुबा मेरो हक, अब बाबुको सम्पत्तिको हक त सन्तानको हुन्छ, मलाई दिनु पर्यो भनेर भन्दै गए। भगवानले यसो हेर्नुभयो, सारीपुत्र पनि नजिकै बसेका थिए। सारीपुत्र भनेर सम्बोधन गर्नुभयो। यी राहुल कुमारले मलाई सम्पत्ति माग्दैछन्, मसँग भएको सम्पत्ति यिनलाई देऊ त भनेर भन्नुभएको थियो। र सारीपुत्रले भगवानको कुरालाई बुझिहाल्नुभयो। उनी एकदम प्रज्ञावान थिए, भन्दा बुझिहाल्थे। सारीपुत्रले आफ्नो उपाध्याय को हिसाबले राहुल कुमारलाई भिक्षु बनाइदिनुहुन्छ। भिक्षु भन्दाखेरि अब यसमा दुईटा छन्, एउटा चाहिँ श्रामणेर अवस्था, एउटा चाहिँ उपसम्बद्ध अवस्था। उपसम्बद्धै प्राप्त गर्नलाई चाहिँ 20 वर्ष पुग्नुपर्छ। 20 वर्ष नपुग्दाखेरि चाहिँ अब 6-7-8 वर्षदेखि चाहिँ श्रामणेर भनेर त्यो गराइन्छ। त्यो गराइसकेपछि राजा शुद्धोधन टुटे, उनलाई ठुलो चोट पुग्यो। किनकि सम्यक भगवान बुद्धले जब दरबार छोडेर गएका थिए त्यति बेला पनि ठुलो चोट पुगेको थियो। तर जब नातिको जन्म भयो अनि उनको त्यो चोटमा मलम लागिएको थियो। अलिकति भए पनि छोरा नभए पनि नाति त छ नि, भविष्यमा सबै जिम्बाले नाति त छ नि भन्ने थियो। अब नातिलाई समेत भिक्षु बनाइदिएको सुनेपछि उनी टुटे। तुरुन्तका तुरुन्तै राजा शुद्धोधन भगवान भएको ठाउँमा गए र आफूले बिन्ती गरे, भगवान हजुरले दरबार छोडेर जाँदाखेरि म टुटेको थिएँ, मलाई धेरै गाह्रो परेको थियो। र पनि नाति आएपछि नातिको मुख हेरेर केही हदसम्म मैले आफ्नो घाउलाई मलम लगाएको थिएँ। तर अहिले आएर नातिलाई समेत भिक्षु बनाइदिँदाखेरि मलाई धेरै गाह्रो भयो। भगवान किन यस्तो गर्नुभएको भनेर बिलौन गर्न थाले। भगवानले आश्वासन दिनुभयो, महाराज तपाईँ के सोच्नुहुन्छ? यदि मैले मेरो आफ्नो परिवारलाई म हिँडेको बाटोमा लगाइएन भने मानिसहरूले मेरो बारेमा के सोच्छन्, के भन्छन्? उसले त अरूको घर पो भाँड्दै हिँड्यो, आफ्नोलाई त भन्छन् कि भन्दैनन्? आफन्तहरूलाई त कहाँ गर्न सक्थे? अरूको लागि अरूहरूको पो घर भाँडे भन्छन् कि भन्दैनन्? अवश्य भन्छन्। त्यसैले सबभन्दा पहिला मैले मेरो परिवारलाई यो सही मार्गमा लगाउन जरुरी छ भनेर राजाले भन्नुभयो। राजाले पनि बिचरा के गर्नु त, आफ्नो मन बुझाएर त्यसलाई स्वीकार्नै पर्ने भयो बाध्यतावश। हो त्यो घटना जो राहुल कुमारलाई भिक्षु बनाइयो अथवा श्रामणेको चाहिँ विधिपूर्वक शील दियो, त्यो ठाउँ पनि कुडान, अहिले आएर पहिलाको न्यायग्रोध अहिले आएर कुडान भनिन्छ। त्यो पवित्र ठाउँमा गएर तपाईलाई यी कुराहरूलाई मनन गरेर एकछिन त भएर ध्यानमा बस्नुहोस् त, तपाईको मनमा कति शान्ति प्राप्त हुन्छ त्यहाँ। आज हामीले मेरो छोराको लागि, मेरो छोरीको लागि भनेर सारा जीवन टाकटुकै खत्तम पार्दै लगिरहेका छौँ। यो लोक व्यवहारमा रहेर ती कुराहरू हुन्छन्, ती चलनहरू छन् कि बाबा आमाले सबै छोराछोरीको लागि नै गर्ने हो भनेर टाकटुकै जीवन टुङ्गिएको अवस्थाहरू हामीले पाउँदछौँ। तर सम्यक भगवान बुद्धले आफ्नो बालबच्चाहरूलाई कसरी चाहिँ सही मार्गमा लाउनुपर्छ, उनीहरूको सही उद्धार कसरी हुन्छ भन्ने बारेमा नै उहाँले त्यो बाटो देखाउनु भएको हो। आम मानिसहरूले आफ्नो छोराछोरीको बारेमा के चिन्ता गर्छन् भन्दाखेरि त्यही हो,
मेरो छोराछोरीहरू बिहा गर्दै हुन्थ्यो, छोराछोरी पाइदियो हुन्थ्यो, नातिनानी पाइदियो हुन्थ्यो, यस्तैका चिन्तामा डुबिरहेका हुन्छन् भने सम्यक भगवान बुद्धको सोच मेरो छोरालाई स्वतन्त्र दिएर कसैको पनि बन्धनमा नपारेर यदि यसले चाहिँ विश्वगुरु भएर सबैको लोक कल्याणकारी काम गरिदियो भनेदेखि त्योभन्दा ठुलो के नै चाहियो र? त्योभन्दा ठुलो यदि छोरा प्रतिको जुन कर्तव्य जुन बाउको हुन्छ त्योभन्दा ठुलो के नै छ र? तसर्थ त्यो पवित्र ठाउँ पनि त्यही हो। अर्को त्यहाँ अद्भुत घटना घट्यो, अचम्मको घटना घट्यो। राजा शुद्धोधन वृद्ध भइसकेका थिए र जोसपछि गएर भगवान सम्यक बुद्धको आमाको देहान्त भइसकेपछि, देहान्त हुनुभन्दा पहिला माया देवीले आफ्नो बहिनी गौतमीलाई ल्याएर मेरो छोराको रेखदेख गर्नु भनेर जुन अनुरोध गर्नुभएको थियो, रानीको कुरालाई सर्वस्व स्वीकार गरेर अनि गौतमी प्रजापतिलाई दोस्रो रानीको रूपमा राजा शुद्धोधनले स्वीकार्नुभयो। र रानी गौतमी प्रजापतिले पनि एउटा सौतेली व्यवहार नगरेर आफ्नो बच्चालाई भन्दा पनि बढी माया चाहिँ सिद्धार्थलाई सम्यक भगवान बुद्धलाई दिएर बाल्यकालमा लालन पालन सबै गर्नुभएको हो नि त, हुर्काउनु भएको हो नि त। र ती गौतमी प्रजापति बुद्ध धर्ममा एउटा ऐतिहासिक साहसिलो व्यक्ति, हिम्मतिलो व्यक्ति, महान नारीको रूपमा परिचित हुनुहुन्छ। हामीले भन्छौँ नि, ए तिमी कुन ठाउँमा जन्मेका छौ भन्दाखेरि हामी त मध्य देशमा जन्मेका, जहाँ भगवान बुद्धका भिक्षु भिक्षुनीहरू हुन्छन्, उपासक उपासिकाहरू हुन्छन्, त्यस्तो ठाउँमा जन्मेकालाई चाहिँ बुद्ध धर्ममा सौभाग्यवान मानिन्छ। र त्यो सौभाग्यवान स्थान अझै पनि अपुरो थियो। भगवान बुद्ध आएर पनि त्यो स्थान पुर्याउन सकेको थिएन। र जब सम्यक भगवान बुद्ध न्याय क्रोधमा सवारी भएको थियो, त्यति बेला गौतमी प्रजापतिले यो स्थानलाई पूर्णता दिनको लागि भगवान मलाई हजुरले अनुमति दिनु पर्यो, म भिक्षुनी बन्न चाहन्छु भनेर ती महान नारी गौतमी प्रजापतिको मुखबाट यस्तो बिन्ती गर्नुहुन्छ सम्यक भगवानमा। भगवान जान्नुहुन्थ्यो के भविष्यमा के कस्तो हुन्छ, अहिले के कस्तो सबै जानकारी थियो। र पनि लोक व्यवहारमा त्यही एउटा महिला भिक्षुनी भएको, त्यागी भएर सन्यास लिएर हिँडेकोमा चाहिँ कुन रूपमा लिइन्थ्यो, त्यति बेला यति सजिलो त थिएन। भिक्षुनी भइसकेपछि घरबार विहीन भएर आफ्नो खुट्टामा आफै उभिनु पर्थ्यो, कसैको पनि भरोसा नलिकन आफ्नो जीवनयापन गर्न हुन्थ्यो। र विशेष गरेर महिला नारीहरूको लागि त्यति बेला कुन रूपमा कसरी चाहिँ हेरिन्थ्यो भन्ने कुरा पनि भगवानले सबै जान्नुहुन्थ्यो। किनकि भगवान बुद्धको मार्गमा अहिले तत्कालै त्यति परिपक्व अवस्था भिक्षुनीको लागि उचित अवस्था भइ नसकेको देखेर सुरुमा भगवानले आनाकानी गर्नुभयो, महारानी तपाईँ भिक्षुनी हुन्छु भनेर जुन निवेदन गर्नुभएको छ अहिले भइहाल्यो। अहिले तपाईँ महारानी भएर नि धर्म साधना गर्नुहोस्, अभ्यास गर्नुहोस्, भिक्षुनी बन्नलाई नआतुरिनुहोस्, भइहाल्यो भनेर अलिकति आनाकानी गरेको पाउँछौँ। यही कुरालाई लिएर अहिले कतिपय आधुनिक युगका व्यक्तिहरूले, केही व्यक्तिहरूले भगवान बुद्धले महिलालाई अलिकति पुरा अधिकार दिनु भएन भनेर गुनासो गर्नेहरू पनि छन्। त्यो स्वाभाविक कुरा हो, गुनासो गर्ने एउटा ठाउँ पनि देखिन्छ। तर सम्यक भगवान बुद्धले के उहाँ जान्नुहुन्थ्यो त?
भिक्षुनीको एउटा चाहिँ सङ्घ स्थापना गर्न कति जरुरी थियो उहाँ जान्नुहुन्थ्यो र अवश्य जान्नुहुन्थ्यो। तर कुनै पनि कुराको समय आउनुपर्छ, उचित समय आउनुपर्छ, तब मात्रै ती कुराहरू सही ढङ्गले अगाडि बढ्न सक्छ। उचित समयको अभावमा हतरपतर गरेको निर्णयले भोलि गएर ठुलो नोक्सान चुकाउनु पनि पर्ने हुन्छ। त्यसकारण सम्यक भगवान बुद्ध पनि उचित समयको पर्खाइमा हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि अलिकति आनाकानी गरे जस्तो देखिन्छ। तर पछि गएर एउटा न्यू त चाहियो, कुनै पनि कुराको त्यसको परिणाम दिनलाई न्यू हुन जरुरी छ। त्यो न्यूको भूमिका कसले खेल्यो भनेदेखि आनन्द भिक्षुले खेल्नुभयो। सम्यक भगवान बुद्धको नातेदारको हिसाबले उहाँ भतिजो पनि हुनुहुन्थ्यो र उहाँ भिक्षु भएर सम्यक भगवान बुद्धको अनुसरण गर्नुभएको थियो। र सम्यक भगवान बुद्धको जीवनकालमा अरूहरूले पनि धेरै भगवान बुद्धका सेवक बनेर सेवा गरे र पनि भने जस्तो नभइसकेपछि स्वयं आनन्द भिक्षुले भगवान बुद्धको सेवा गर्ने अठोट गर्नुभयो। र तिनै आनन्द भिक्षु चाहिँ त्यो न्यूको भूमिका बनेर अनि गौतमी प्रजापतिलाई अनि पछि वैशालीमा भिक्षुनीको अनुमति दिइन्छ। र यो इतिहासमा महिलाहरूको लागि, नारीहरूको लागि पहिलो पटक कदर प्राप्त गरेको अवस्था हो। त्यो ठुलो क्रान्ति थियो। त्यतिबेला यो साउथ एसियामा महिलालाई कुन रूपमा हेरिन्थ्यो त्यो तपाईहरुले विभिन्न अब पौराणिक कालदेखि विभिन्न घटनाहरू त अहिले पनि प्रस्तुत हुँदैछन्। महिलाहरूलाई कुन रूपमा हेरिन्थ्यो र अहिले पनि यदा कदा ती महिलाहरूलाई हे दृष्टिले हेरिने, चाहे त्यो रीतिरिवाजको हिसाबले होस्, चाहे त्यो चलन चल्तीको हिसाबले होस्, चाहे त्यो विभिन्न हैन धार्मिक ग्रन्थहरूमा बताएको हिसाबले होस्, महिलाहरूलाई कुन रूपमा हेरिन्थ्यो? अत्यन्तै हेय दृष्टिको रूपमा हेरिन्थ्यो। र सम्यक भगवान बुद्धको शासनमा महिलाको लागि यो ठुलो क्रान्ति साबित भयो कि महिलाको हकमा पनि जसरी पुरुषको हकमा सही सद्धर्म अभ्यास गरेर निर्वाण प्राप्त गर्न सक्छन्, महिलाको हकमा पनि बराबरीको हिसाबले निर्वाण प्राप्त गर्न सक्छन् भनेर चाहिँ हैन। यसको लागि त्यो सक्छन् भनेर बोलीबाट मात्र होइन, अभ्यास साधनाबाट पनि यसलाई पुष्टि गर्ने पहिलो व्यक्ति त गौतमी प्रजापति स्वयं भगवान बुद्धको कान्छी सानीमा हैन, बुद्धको आमै भनौँ न एक किसिमले लालन पालन त उहाँले गरिदिनु भएको। उहाँ भगवान बुद्धको शासनमा आएर मात्र चिवर मात्र लाएर बस्नु भएन, बाहिरी चिवरमा मात्र सीमित हुनु भएन, भित्री चिवर आउन। भित्री चिवर भनेको मनको मैल सदाको लागि दूर गर्नु हो। असली भिक्षुनी, पारमार्थिक भिक्षुनी बन्नु भएपछि यो महिलामा आएको क्रान्तिको ज्वलन्त उदाहरण पहिलो पटक इतिहासमा पानामा लेखियो कि सम्यक भगवानको शासनमा पुरुष र महिला बराबरीको हक रहेछ भनेर यो साबित भयो। अझै पनि यहाँ केही शङ्का आउने के बुन्दाहरू छन् जुन महिलाहरूको लागि चाहिँ पुरुष भिक्षु भन्दा अलिकति बढी नै नियमहरू किन राखियो भन्ने पनि आउन सक्छ प्रश्न। तर महिलाहरूको लागि र पुरुष महिला भनेको फरक लिङ्ग हो हैन। कतिपय कुराहरू महिलाको लागि जरुरी पर्छ भने पुरुषहरूको लागि त्यो जरुरी नपर्ने पनि सक्छ। कतिपय कुराहरू पुरुषलाई जरुरी पर्छ भने महिला भिक्षुकहरू, नारी भिक्षुहरूको लागि त्यो जरुरी नहुने पनि सक्छ। त्यसकारण अलग लिङ्ग भएकोले उहाँहरूको आवश्यक अनुसार अनि भगवानले केही नियमहरू हैन अलिकति फरक ढङ्गले प्रस्तुत अवश्य गर्नुभएको हो। त्यसको मतलब यो होइन कि भगवान बुद्धले महिलाहरूलाई हेय गरेर अलिक बढी नै नियम
अनुशासनमा राखेको भन्ने कुरा त्यस्तो होइन। यदि त्यस्तो हुँदो हो त यहाँ एउटा ज्वलन्त उदाहरण दिन चाहन्छु। जब हामीले विनय भिक्षुनी बन्ने जुन भगवान बुद्धको चाहिँ एउटा चाहिँ विनय पिटक भन्ने चाहिँ छ, त्यो विनय पिटक अनुसार चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ अब यो तपाईहरुलाई कतिको जानकारी छ, मैले त यो कुराहरू प्रत्यक्ष देखेको छु कि जन्मँदाखेरि बालिका भएर जन्मियो, बिस्तारै त्यो चाहिँ बालक भएर आयो। कतिपय व्यक्तिहरू जन्मँदाखेरि बालक भएर जन्मियो, छोरा भएर जन्मियो, फेरि बिस्तारै लिङ्ग चेन्ज भएर छोरी भएर गएको। यो कुराहरू चाहिँ मेरो एकजना साथी हुनुहुन्छ, उहाँ अहिले आजीवन विपස්සना समर्थ ध्यान बस्नु भएको छ, लगभग 35 वर्ष भइसक्यो होला, अझै पनि बाहिर आउनु भएको छैन। उहाँको जीवनकालमा यो घटना घटेको। उहाँ आफू स्वयं जन्मदाखेरि उहाँ छोरी हुनुहुन्थ्यो अरे, जन्मिसकेर केही वर्ष महिना पछि उहाँ चाहिँ छोरा हुन पुग्यो भनेको छ। यी घटनाहरू छन्। र अहिले मैले यहाँ हामी अहिले के कुरा गर्दैछौँ, महिला र पुरुषमा, महिला भिक्षु र पुरुष भिक्षुमा चाहिँ यदि भगवान बुद्धले अलिकति महिलालाई अलिकति बढी नै अनुशासित, पुरुषलाई कम अनुशासन भन्ने कुरा जुन अहिले शङ्काहरू केही व्यक्तिले गर्ने गरेका छन्, त्यो होइन। यदि त्यो त्यसो गरेको हुँदो हो त, यदि महिला भिक्षु, नारी भिक्षु, भिक्षुनी भनौँ न, भिक्षुनी लिङ्ग परिवर्तन भएर यदि भिक्षु यदि केटा भएर जानुभयो भने ऊ के हुन्छ एउटा प्रश्न। अर्को, भिक्षु पछि लिङ्ग परिवर्तन भएर केटी भएर गयो भने के हुन्छ भन्ने प्रश्न हो। यो प्रश्नको उत्तरमा विनय पिटकमा यसरी उल्लेख गरिएको छ कि यदि भिक्षु लिङ्ग परिवर्तन भएर भिक्षुनी मतलब केटी भएर गयो भने उसले छुट्टै शील ग्रहण गर्न पर्दैन, पहिलाकै शीललाई नै कायम राखेर उसलाई चाहिँ भिक्षुनी सङ्घमा राखिन्छ। यदि भिक्षुनी लिङ्ग परिवर्तन भएर चाहिँ केटा भएर गयो भने उसले फेरि नयाँ शील, भिक्षुको शील लिइरहन पर्दैन, ऊ स्वतः भिक्षु सङ्घमा लगेर राखिन्छ। भनेपछि यसले के बताउँछ त भन्दाखेरि चाहिँ भिक्षु र भिक्षुनीमा अनुशासनमा केही पनि फरक छैन। तर के आवश्यक अनुसार महिलाको के आवश्यक होला हैन, उनीहरूको लागि जस्तो अब लाउने लुगाहरूको पनि केही फरक हुन सक्छ। उहाँहरू महिनावारी हुनुहुन्छ, यसलाई स्वास्थ्यमा ख्याल राखेर भगवान बुद्धले केही हैन कुराहरू, लुगाहरू अलि बढी राख्नुपर्ने भिक्षुको भन्दा भन्ने कुराहरू पनि छ। यी कुराहरू यावत कुराहरू चाहिँ जुन चाहिँ त्यो छ त्यति मात्रैले फरक देखाएको होइन। फरक छुट्याउ मतलब महिला चाहिँ अलिकति बढी अनुशासन पालन गर्नुपर्ने, पुरुषले चाहिँ कम अनुशासन, त्यो कुरो होइन। त्यो के आवश्यक आफ्नो जीवनको आफ्नो सुरक्षाको लागि नै आवश्यक भएर भगवानले त्यसरी चाहिँ अनुशासनहरू राखेको। त्यो गन्तीको हिसाबले अलिकति नम्बरको हिसाबले भिक्षुनीको शील अलिक बढी भएको जस्तो देखिएको, भिक्षुको अलिक कम भएको जस्तो देखिएको। तर एउटा लैङ्गिक हिसाबले तलमाथि चाहिँ त्यस्तो खासै केही होइन, बराबरै छ। जसरी पुरुष साधक अर्हत हुन्छ, महिला पनि अर्हत हुन्छ। अझै यो वज्रयानमा भन्यो भने त महिलाकै चोलाबाट सम्यक बुद्ध पनि हुन सक्छ भनेर चाहिँ आर्य तारा त्यसको लागि चाहिँ प्रुफ हुन् हैन। वज्रयानबाट त महिलाकै चोलाबाट नै सम्यक बुद्धत्व प्राप्त गर्न सक्छ भन्ने कुराहरू पनि छन्। त यावत कुरालाई हेर्दाखेरि चाहिँ यो लैङ्गिक समानता पुरा छ भनेर चाहिँ इतिहासमा पहिलोपल्ट चाहिँ सम्यक भगवान बुद्धको शासनमा यसरी आएको हो। त्यो एउटा अद्भुत घटना थियो। महारानी गौतमी प्रजापतिले भिक्षुनीको शील ग्रहण गरेपछि बल्ल त्यो ठाउँ चाहिँ धार्मिक हिसाबले मध्य देश बन्यो। त्यहाँ भिक्षु भिक्षुनी पनि भयो, उपासक उपासिका पनि भए। त्यो चारवटा परिषद रहेको स्थानमा तपाईलाई जन्म लिनु भएपछि मात्रै तपाईलाई सौभाग्यवान मानिन्छ।
त्यो 4% अभाव भएको ठाउँमा तपाईँ जन्मिनु भएको छ, तपाईँ त्यहाँ रहनु भएको छ भने त्यसले सौभाग्यवान त्यति मानिँदैन। त्यसकारण यो 4% को ठुलो महिमा रहेको छ, हेर्नु है। त्यसकारण यो 4% लाई चाहिँ कायम राख्नको लागि विशेष गरेर गृहस्थीहरूको भूमिका ठुलो रहन्छ। किनकि बालबच्चा त गुम्बा बिहारमा जन्मिने होइन, गृहस्थीको घरमा जन्मिने हुन्। ती गृहस्थी उपासक उपासिकाको ठुलो भूमिका रहन्छ। त्यसकारण अहिले आएर अहिले यो युगमा तपाईले चाहिँ ठुला ठुला गुम्बा बिहारहरू बनाइरहनु भन्दा पनि आफ्नो बालबच्चा जन्माएर बालबच्चालाई चाहिँ सही बुद्ध शिक्षा दिएर यो 4% खडा गर्नु पर्यो। त्यो गुम्बा बिहार त आफसे आफ बन्नेछन्, त्यस्ताको खासै के जोड नदिए पनि त्यो त आफसे आफ बनेछन्। मेन उपासक उपासिकाहरूले जो व्यक्ति बुद्ध शरण गच्छामि भनेर समय भगवान बुद्धको चाहिँ हैन काखलाई सुरक्षित मानेर शरणमा गएका छन्, उहाँहरूले आफ्नो बाल बच्चालाई जन्माएर 4% हैन भिक्षु भिक्षुनी उपासक उपासिका को चाहिँ विकास गर्नु पर्यो, विकास गर्नु पर्यो। तब न बुद्ध शासन चिरकालसम्म रहन्छ। किनकि यो बुद्ध शासन नै यस्तो ज्ञानको मार्ग हो जुन मार्गले हैन सुख र हितको काम गर्छ। सुख र हितको स्रोत भनेको नै सम्यक भगवानको शासन हो। एउटा मात्रै हो त्यो। यसबाट मात्रै सुख र हितको चाहिँ आशा गर्न सकिन्छ। त्यसकारण यो सम्यक भगवान बुद्धको शासन यो कहिलेसम्म जीवित रहन्छ भन्दाखेरि चाहिँ यसको मुख्य जिम्मेवार चाहिँ गृहस्थी उपासक उपासिकाको भरमा परेको हुन्छ। मैले हेर्दाखेरि अरूको पनि केही हदसम्म हुन्छ, तर मूलत यसको जग चाहिँ उपासक र उपासिकाको भर पर्छ। उहाँले आफ्नो परिवारले कुन रूपमा चाहिँ शिक्षा दीक्षा दिएर चाहिँ अगाडि बढाउनुहुन्छ त्यसमा भर परेको हुन्छ। त्यसकारण सम्यक भगवान बुद्धको मार्गमा गृहस्थी वर्गहरू जो त्रिरत्नको शरणमा गएका हुन्छन्, उहाँहरूले जति पनि मेहनत गर्नुहुन्छ, परिश्रम गर्नुहुन्छ, भिक्षु भिक्षुनीको सेवादेखि लिएर बुद्ध शास्त्रलाई जुन योगदान दिनुहुन्छ यो सबै उहाँहरूमा भर पर्छ। त्यसकारण अब आएर हामीले सम्यक भगवान बुद्धको ज्ञान एउटा बिहारभित्र मात्रै सीमित नराखेर, गुम्बाको चाहिँ पर्खालभित्र मात्रै सीमित नराखेर आम जनमानसमा यो फैलाउन नितान्तै जरुरी छ। भगवानले पनि त्यही गरेको हो नि त। सुरुमा त आफूले ज्ञान दिएपछि त्यो ज्ञान हासिल गर्ने भिक्षुहरूलाई जाऊ जनमानसको आमने सामान्य गएर यो सन्देशलाई बुझाऊ, सिकाऊ, पढाऊ, अभ्यास गराऊ भनेर नै सुरु गर्नुभएको हो नि त। सुरुमा त 5 जनाबाट सुरु गरेको हो नि, धेरै थिएनन् के अरे, 5 जनाबाट नै सुरु गरेको हो नि त। त्यसकारण अब यो शिक्षा दीक्षा सम्यक भगवानले जुन बताउनु भएको छ, चाहे त्यो थेरवाद होस्, चाहे त्यो महायान होस्, चाहे त्यो बद्रियान होस्, यो आफ्नै ठाउँमा आफ्नै स्थानमा यो सबै प्रमाणित छन्। यहाँ कसैले पनि यो होइन, यो पछि यो पछि आयो भनेर झगडा गरेर यस्तो कुरा नमिल्ने कुरा गर्यो भने घाटा कसलाई पर्छ? घाटा सम्यक भगवान बुद्धको शासनलाई पर्छ, अरूलाई होइन। यो मिलेर जाने बेला हो। त्यसकारण हामी 3वटै शासन जुन छ अहिले हाम्रो नेपालमा छौँ, यहाँ थेरवाद शासन पनि छ, महायान शासन पनि छ, बद्रियान शासन पनि छ। त्यसपछि यो नेपाल त महान हो, बुद्ध धर्मको साङ्गो पाङ्गो टाकटुकै चाहिँ यहाँ छ। तर अरू देशमा यतिको ढङ्गले चाहिँ परिपूर्ण भएको पाउन सक्दैन। कुनीमा श्रावको शासन छ, अरू शासन छैन। कुनीमा बद्रियानको शासन छ, अरू शासन छैन। कुनीमा महायानको शासन छ, अरू शासन छैन। प्राय अपुरो नै छन्। परिपूर्णता शासन भएको ठाउँ चाहिँ यो नेपाल भूमि, सम्यक भगवानको जन्मभूमि। हेर्नु चाहिँ
एकजना कल्याण मित्र गुरुले एउटा प्रश्न सोधेको थियो, तपाईहरु नेपालभित्र नै गुम्बा र बिहार किन बनाउन चाहनुहुन्छ? अरू देशमा पनि बनाए हुन्थ्यो होला नि त भन्दाखेरि उहाँको जवाब थियो, भोलि गएर सम्यक भगवान बुद्धको शासन पनि बिस्तारै अस्ताउँदै जाने बेला आउँदैन भन्न सकिँदैन, तर यो नेपाल भूमिमा चाहिँ भगवानको शासन चाहिँ लामो समयसम्म जीवित रहनेछ, त्यसैले हाम्रो जोड चाहिँ यहाँ भएको हो भनेर पनि बताउनु भएको थियो। त्यसकारण हामी नेपालीहरूले गौरव गर्नुपर्छ, हामी सम्यक भगवान बुद्धको घरमा हाम्रो जन्म भएको छ नि त, हैन? भले तपाईँ अब यहाँ सम्यक भगवान बुद्धकै शरणमा नगएर पनि कोही अब क्रिस्चियन होलान्, कोही अब इस्लाम होलान्, कोही हिन्दू होलान्, हैन? तर हामीहरू सबै हाम्रो जन्म कहाँ भएको हो? सम्यक भगवान बुद्धको घरमा भएको हो। यो हामीले बिर्सनु हुँदैन। त्यसकारण हामी नेपाली सम्यक भगवान बुद्धको घरमा जन्म भइसकेपछि तपाईको एउटा जिम्मेवारी रहन्छ सम्यक भगवान, किनकि तपाईँ विदेशमा जानुहुन्छ नि, तपाईँ बुद्ध जन्मको देशबाट आएको भएर नै तपाईलाई चिनिन्छ, चाहे तपाईँ क्रिस्चियन होला, चाहे तपाईँ हिन्दू होला, चाहे तपाईँ इस्लाम होला, चाहे अन्य कुनै होला, तपाईँ सम्यक भगवान बुद्ध जन्मेको देशबाट नै आएको भनेर चिनिन्छ। त्यसकारण हामी नेपाली भइसकेपछि अभ्यास गर्नु नगर्नु आफ्नो ठाउँमा छ, तर बुद्ध धर्म बारे हैन केही हदसम्म जानकारी चाहिँ हामीलाई हुनुपर्छ। यदि त्यो भएन भने तपाईँ लाजमर्दो हुन सक्छ, हैन? त्यसो भएकोले अब सम्यक भगवान बुद्धले बोधि ज्ञान प्राप्त गर्नुभएको यस पवित्र महिनामा, हैन, हामीले कसरी मनाउने त बुद्ध जयन्ती भन्दाखेरि हाउ गरेर पूजा आजा गरेर त्यति मात्रैले पनि अब अहिलेको समय अनुकूल अनुसार हामीले बुद्ध जयन्ती मनाउनु पर्ने छ। समय अनुकूल भन्नाले के बुझ्यो भने अहिले के भइरहेको छ, अहिले वातावरण टाकटुकै बिग्रिँदै गइरहेको छ। पानी नपर्ने समयमा पानी परिरहेको छ, पानी पर्ने समयमा पानी परिरहेको छैन, हिमालमा हिउँ परिरहेको छैन, कहिले पनि नसुनेको महामारी रोगहरू आइरहेको छन्। यो सबै कारण चाहिँ केले भएको भन्दाखेरि वातावरण बिग्रिएर। यसमा हाम्रो पनि ठूलो हात छ। हामीले हाम्रो जीवनलाई सन्तुलित ढंगबाट अगाडि बढाउन सकेनौं, अतिमा हामी फस्दै गयौं, हैन? धेरै अतिमा गइसकेपछि अनि वातावरणले पनि हामीलाई साथ दिँदैन। हत्या हिंसा जस्ता पाप कर्महरू बढी गर्न पुग्यौं। विशेष गरेर पशु प्राणीहरूलाई हामीले अत्याधिक रूपमा तडपाउने काम गर्न पुग्यौं। यो सारा घटनाले गर्दाखेरि पनि वातावरणले हामीलाई दुःख दिनेछ। त्यसैले यो बुद्ध जयन्तीको शुभ दिन पारेर हामी नेपाली भएको नाताले, भगवान बुद्धको घरमा जन्म लिएको नाताले, हैन, कमसेकम हामीले एउटा घरबाट एउटा रुख रोप्न सक्यो भने त्यो तपाईले सही बुद्ध जयन्ती मानेको हुनेछ। यदि सक्नुभयो भने तपाईको घरमा कतिजना परिवार हुनेछ, सबैको नामबाट एउटा रुख रोप्नुहोस्। यदि तपाई कहीँ बारीहरू छ भने, खेतबारी छ भने, अथवा कुनै वनजंगल छ भने, आफ्नो छैन भने कुनै अब सरकारी वनजंगल होला, त्यहाँ पनि गएर तपाईले रोप्न सक्नुहुन्छ। आफूले गर्न नसके पनि अरूलाई गराउन सक्नुहुन्छ, हैन? यदि त्यो पनि सकिन भने अरूले गरेकोमा तपाईले त्यहाँ के मलजल पानीहरू हाल्ने काम गरिदिनुहोस्, त्यो पनि तपाईले गरेको हुनेछ। त्यसकारण यो बुद्ध जयन्तीमा चाहिँ मैले चाहिँ के विचार गरेको छु भन्दाखेरि चाहिँ अहिले सिन्धुपाल्चोक जिल्ला बलेखी गाउँपालिका 6 नम्बर वडा माङ्खा भन्ने ठाउँमा सम्यक भगवान बुद्धको एउटा चाहिँ पूर्ण कदको देव अवतरण शाक्यमुनि भगवान बुद्धको प्रतिमाको स्थापना लगभग 80% पूरा भइसकेको छ। र मेरो चाहिँ यसपालिको बुद्ध जयन्तीमा चाहिँ जमर्को के छ भन्दाखेरि चाहिँ मेरो आफ्नो परिवारमा कतिजना छन्, सबैको नामबाट एक-एकवटा रुख रोप्ने छु। यदि सके भने त त्यो वडामा कति घर छन्
प्रत्येक घरबाट एक वटा चाहिँ रुख बिरुवा रोप्ने मेरो इरादा छ। त बुद्ध जयन्तीमै त सकौँला नसकौँला, जे होस् त्यो एउटा प्रतिज्ञा बुद्ध जयन्तीको दिनमा हुनेछ र केही रुख पनि रोपिनेछ र क्रमशः त्यो चाहिँ शान्ति बुद्ध पार्क बन्दै गइसकेपछि त्यसको वरिपरि लगायत हामीले चाहिँ वृक्षारोपण अवश्य गर्नेछौँ र यस्तो किसिमले चाहिँ हामीले सम्यक भगवान बुद्धको बुद्ध जयन्ती मनाउन सक्नेछौँ। हामी अरू पनि काम गर्न सक्नेछौँ, दुःखी दिनहीनताको लागि एउटा उद्धार कार्य गरेर भए पनि बुद्ध जयन्ती मान्न सक्नेछौँ। अब गर्मीको बेला आयो, पानीको हाहाकार छ, त्यस्तोमा यी चुरुङ्गीहरूले पानी कहाँ खालान्, उनीहरूको लागि पनि हामीले कुनै काहीँ पानीको कुवा खन्देर, जङ्गली जनावरहरूको लागि पानीको कुवा खन्देर हुन्छ कि कसरी हुन्छ, अथवा आकाशबाट आएको पानीलाई काहीँ एउटा चाहिँ सङ्कलन गरेर हुन्छ कि त्यो गरेर पनि हामीले बुद्ध जयन्ती मान्न सक्छौँ। जानुहोस् हस्पिटलमा, बिरामी भएको मान्छेको लागि पैसा त खोलो पाउनु पर्ने हुन्छ, गाह्रो परिस्थिति छ। त्यस्तो अब त तपाईँ त्यहाँ गएर औषधि उपचारको लागि केही 2 पैसा खर्चेर अरूको उपकार गर्नुभयो भने त्यो पनि सही बुद्ध जयन्ती मानेको हुनेछ। जानुहोस् वृद्ध आश्रममा गएर हाम्रा आमा बुबाहरू घरबाट विहीन भएर वृद्ध आश्रममा पुग्नु भएको छ। वृद्ध आश्रममा पुग्दैमा घरबाट विहीन भन्नु मिल्दैन। कतिले भने यसले आफ्नो बाबाआमालाई पालेर वृद्ध आश्रममा ल्याएर राख्यो, त्यो पनि सबै गलत होइन। वृद्ध आश्रममा आफ्नो बाबाआमा ल्याएर त्यहाँ राखेर आफूले सेवा दियो भनेदेखि त्यो ठुलो कुरा हो, ठुलो कुरा हो। त्यसकारण बाबाआमालाई वृद्ध आश्रममा ल्याएर यतिकै छोडेर जानु भनेको राम्रो तरिका होइन। आफ्नो बाबाआमा वृद्ध आश्रममा राखेर आफूले सेवा दिएको छ भने त्यो त ठुलो दानको कुरा हो, ठुलो योगदानको कुरा हो। त्यसरी पनि बुद्ध जयन्ती मान्न सकिन्छ। आएपछि कतिपय व्यक्तिहरू हत्या हिंसामा लागेका होलान्। ल बुद्ध जयन्ती के अरे चण्डी पुण्य मारे, संसारी देवी देवताको लागि चाहिँ होइन अब काठपाड गर्ने भन्नेहरू पनि छन् नि। ओहो बुद्ध जयन्ती हो, भगवान बुद्धको पवित्र दिनमा चाहिँ हत्या हिंसा गर्नु हुँदैन, काठपाड गर्नु हुँदैन, त्यो दिन चाहिँ हामीले काठपाड गर्ने छैनौँ भनेर एक दिन मात्रै पनि तपाईँले हत्या हिंसा छोडेर बस्नुभयो भने पनि त्यो सही बुद्ध जयन्ती मानेको हुनेछ। जीवन कसलाई पनि प्यारो छैन, हरेक पशु प्राणीले आफ्नो जीवन प्यारो छ। प्यारो हुँदाहुँदै पनि केही मानिसहरूले स्वार्थको लागि होइन, विभिन्न स्वार्थको लागि अनि अरूको जीव हत्या गर्ने कामहरू भइरहेको छ। बुद्ध जयन्तीको पवित्र सकेमध्ये 1 महिना पुरै हत्या हिंसा नगरेको बस्नुभयो भने ठुलो योगदान जीवन दान दिएको हुनेछ। र कमसेकम बुद्ध जयन्तीको दिनमा हत्या नगर्नुभयो भने त्यो पनि जीवन दान दिएको हुनेछ। तसर्थ बुद्ध जयन्ती कसरी मनाउने, मात्र भगवान बुद्धको मन्दिरमा गयो, हो गऱ्यो, जात्रा गरायो, त्यति मात्रैले सही बुद्ध जयन्ती मानेको हुँदैन। सही बुद्ध जयन्ती मान्नलाई तपाईँको कठोर मनमा करुणाले सिञ्चित गरेर मनलाई कोमलता बनाउन सक्यो भने, मैत्री भावना गराउन सक्यो भने, विश्वव्यापी करुणाको अभ्यास गर्न सक्यो भने यो सही बुद्ध जयन्ती मानेको हुनेछ। र बुद्ध जयन्ती मान्नको लागि ध्यान शिविर राखेर, समता भावना गरेर, विपස්සना भावना गरेर तपाईँले 1 दिने, 3 दिने, 7 दिने ध्यान शिविर बसेर पनि बुद्ध जयन्ती मान्न सक्नुहुन्छ। बुद्ध जयन्तीको शुभ अवसर पारेर यदि तपाईँलाई जन्मदिन तपाईँको मातापिताहरू जीवित छन् भने, आफन्तहरू जीवित छन् भने उहाँहरूलाई भगवान बुद्धको पवित्र ठाउँमा लगेर धर्म देशना सुन्न लगाएर के अभ्यास साधना गराउन सक्नुभयो भने त्यो पनि सही बुद्ध जयन्ती मानेको हुनेछ। एवं रीतले कुनै पशु प्राणीको जीवन खतरामा छ भने तपाईँको हैसियत अनुसार यदि तपाईँले जीवन दान दिन सक्नुहुन्छ भने उसको जीवनलाई तपाईँले उपाय अपनाएर उसको जीवन बचाउन सक्नुभयो भने त्यो दिनमा ठुलै बुद्ध जयन्ती मानेको हुनेछ। त्यो दिनभरि तपाईँले झुटो बोल्नु भएन, चुगली गर्नु भएन, चोरी कर्म गर्नु भएन, मिथ्या आचरण गर्नु भएन, त्यो हिसाबले जीवनलाई जिउनु भयो भने त्यो पनि बुद्ध जयन्ती सही ढङ्गले मानेको हुनेछ। कति हो त्यसकारण
र भगवान बुद्धको सारा जति पनि धर्मस्कन्ध छ, धर्म ज्ञान छ, त्यो लम्ब्यायो भने वर्षौंसम्म पनि त्यसलाई बताएर सकिँदैन। छोट्यायो भने त 4वटा लाइनमै समेटिन्छ। यसलाई भोट भाषामा भनेको छ दिक्पा चिया मिज्यासिन गेवा फुसुम सोपर्चे राङ्गी सन्नी हिउँस दुल दिने सङ्गीत त्यम्पा हिन रे। पालीमा सब्ब पापस्स अकरणम कुशलस्स उपसम्पदा सचित्त परियोद पनमिदान बुद्ध अनुशासनम। यही 4वटा लाइनमा सारा भगवान बुद्धको ज्ञानलाई समेटिएको छ हैन। दिक्पा चिया मिज्यासिन सब्ब पापस्स अकरणम। तपाईले अरूलाई मद्दत दिन सक्नु भएन भने अरूलाई चोट पुर्याउने काम चाहिँ ढुक्कसँग नगर्नु। अरूलाई चोट पुर्याउने अहिले छ नि कतिपय व्यक्तिहरू कुकुरलाई तातो पानी हालिदिन्छन्, कुकुरलाई पुलबाट तर फ्याँकिदिन्छन्, यता छ नि। यस्तो चाहिँ एउटा चाहिँ निर्दयी काम नगरिदिनु। दिक्पा चिया मिज्यासिन सब्ब पापस्स अकरणम। अरूलाई चोट पुर्याउने कामबाट तपाईको तन मन वचनलाई सुरक्षित राख्नु। भगवानको विनय यो हो। त्रिपिटक मध्ये विनय पिटकले बतायो के त भन्दाखेरि अरूलाई चोट पुर्याउने काम प्रत्यक्ष या अप्रत्यक्ष रूपमा कहिले पनि नगर्नु। यदि त्यो गर्यो भने त्यसको बदला कुनै पनि बेला तपाईको जीवनमा चुकाउनै पर्ने हुन्छ। यो कर्म हेतु फलको नियम हो, कुदरतको कानुन हो, प्रकृतिको नियम हो। यसबाट तपाईलाई कसैले पनि बचाउन सक्दैन। त्यसकारण हामीले प्रत्यक्ष या अप्रत्यक्ष होस् कुनै पनि हालतमा अरूलाई चोट पुर्याउने काम नगरौँ। सुरुमा त गाह्रो हुन्छ, तर बिस्तारै बानी पार्दै गएपछि तपाईलाई यो काम सजिलो हुँदै जान्छ। केवा पुष्म छोपर कुशल उपसम्पदा। यदि सक्नुभयो भने परोपकारी काम गरौँ। परोपकारी काम प्रत्यक्ष रूपमा सकेन भने अप्रत्यक्ष रूपमा भए मनको भावनाले भए तापनि परोपकारी काम गरौँ। अरूको हित हुने काममा नै तपाईको तन मन वचनलाई खर्च्यौं हैन। राङ्गी सन्नी सुध सचित्त परियोद। आफ्नो चित्तलाई हरदम हर क्षण हर पल खबरदारी गरिरहनु। त्यो कसरी भन्दाखेरि होसमा रहनु। हरेक क्षण उठ्दा बस्दा हिँड्दा खाँदा काम गर्दा हैन कुनै पनि क्षणमा बेहोसी नबन्नु, होस सहित जीवन यापन गर्नु। तपाई होसमा रहन सक्नुभयो भनेदेखि नकारात्मक सोचहरू कहिले पनि आउने छैनन्। नकारात्मक सोचले त त्यहाँ अवसर पाउँछ जब तपाई बेहोसीमा रहनुहुन्छ। बेहोसीमा रहँदाखेरि मात्रै राग, द्वेष, मोह, ईर्ष्या, डाह, लोभ, लालचहरूले चाहिँ आउने गर्दछन्। जब तपाई होस सहित रहनुहुन्छ, सम्यक भगवान बुद्धले बताएको होस जुन छ, होसमा रहिरहनु भएको छ भने यी नकारात्मक तत्त्वहरू त कहिले पनि आउनेवाला छैन र मनको मैल दूरी हुँदै जान्छ। यही नै बुद्धको शिक्षा हो। बुद्धले सिकाएको यही नै हो। यहाँ कुनै लुकाउनु पर्यो, छुपाउनु पर्यो, गुरु मुष्टि धर्म भने केही पनि छैन। यो प्रकृतिको सत्य सच्चाई सबैको लागि खुल्लम खुल्लासँग यो रहेको छ। तपाईको जीवन सुखी मानसिक शान्ति प्राप्त गर्नलाई यो 3टा काम हैन, जानी किन ढुक्कसँग अरूलाई चोट नपुर्याउनु, यदि सत्यमा अरूलाई परोपकार गर्नु, अरूको उपकार गर्नु, मनलाई हरदम हर क्षण हर पल खबरदारी रहेर होसमा रहनु, यही नै बुद्धको शिक्षा हो। बुद्धले सिकाएको यही हो। श्रावकलाई सिकाएको पनि यही हो। महायानलाई सिकाएको पनि यही हो। वज्रयानलाई सिकाएको पनि यही नै हो। तर त्यो होसमा रहनुको लागि विभिन्न उपायहरू फरक फरक हुन सक्छ हैन। कतिलाई फरक फरक उपायबाट नै यो काम पूरा गर्न सकिन्छ। त्यो फरक फरक उपायको हिसाबले मात्रै अनि श्रावकयान, महायान, वज्रयान भएको हो। असलीमा त होसमा रहने हो।
त्यो होसमा रहन सक्सेस हुनुको लागि नै यो सिकाएको हो। जब तपाईँ होसमा रहँदै गएपछि त्यसै गहिराइमा गएपछि अनि विपස්සना ध्यान पनि जाग्दै आउनेछ। अनि मनको मैल सदाको लागि दूर भएर जान्छ। मनै शान्ति, तनै शान्ति, सबै शान्ति, हैन? सबै शान्ति, पूर्ण शान्ति, हैन? त्यस्तो हामीले यसै जुनीमा प्राप्त गर्न सकिन्छ। साथीभाइहरू धेरै बेर कुर्नै पर्दैन, अर्को चोलामा कुरिरहनु पर्दैन। यसै जुनीबाट नै यसको सुरुवात भइसकेको हुन्छ, हैन? तसर्थ अब आउने बुद्ध जयन्तीको शुभ अवसर पारेर त्रियाना धर्म सङ्घको सबैको तर्फबाट, मेरो आफ्नो तर्फबाट पनि हजुरहरूले अनुरोध गरेको चाहिँ वातावरणमा ल्याउनु पर्ने शुद्धता, विशेष गरेर वृक्षरोपण। अब हाम्रो गाउँघरमा अब दाउराको लागि, घर बनाउनको लागि एउटा रुख काटिन्छ, काट्नु पनि पर्ने हुन्छ, आवश्यक हुन्छ। एउटा रुख काटेको बदला तपाईँले 2टा बिरुवा रोप्नु पर्यो। 2टा रुख काटेको छ भने 4वटा बिरुवा रोपिदिनु पर्यो, रुखका बिरुवा रोप्दै जानु पर्यो। उता काटेको चाहिँ रोप्दै गएपछि त्यो फेरि रुख बन्दै जान्छ नि त। यो हामीले गर्न जरुरी छ। हस् त यति भन्दै आज हामीले खासै समता र विपස්සनाको ध्यानमा त्यति गएनौँ, किनकि यो बुद्ध जयन्तीको अवसर पारेर भगवान बुद्धको जीवनसँग सम्बन्धित भगवान बुद्धले यो प्रकृतिलाई कसरी माया गर्नुहुन्थ्यो तपाईँलाई थाहा छ? भिक्षु भिक्षुणीले लाउने चिवरको डिजाइन कसरी बन्यो? यो प्रकृतिको प्रेमीबाट बनेको हो। प्रकृति प्रेमबाट त्यो भिक्षु भिक्षुणीले लाउने चिवरको डिजाइन निकालेको हो। त्यो चिवरको डिजाइन यो विशेष गरेर तराई भेगको जुन कपिलवस्तु तिरको जुन तराई फाँटमा जब धान रोपिन्छ, धानको आली बनाएर कोठा बनाएर त्यो गरा तयार पारिन्छ। त्यो हिसाबले चाहिँ भगवान बुद्धले पनि आफ्नो चिवरको डिजाइन यसरी बनाएको देखिन्छ। उहाँ एकदम प्रकृति प्रेमी हुनुहुन्थ्यो। त्यसैले प्रकृति प्रेमी भन्दाखेरि यो वनस्पतिहरू भए, जङ्गली जीवजन्तुहरू भए, पशु प्राणीहरू भए, मानिसहरू भए, यिनीहरूलाई सही ढङ्गले हामीले चाहिँ हैन पवित्र मायादयको भावना, विश्वव्यापी मायादयको भावना हरेक दिन हामीले बिहानी उठेर अभ्यास गरेको हुनुपर्छ। तब न विश्व शान्ति आउँछ। लडेर झगडा गरेर हैन हतियारको व्यापार गरेर, विषको व्यापार गरेर विश्व शान्ति आउँछ भन्नु त गाईको दुध दुन चाहेर सिङबाट दुध दुन खोजे जस्तै हो। त्यो कहिले पनि हुनेवाला छैन। झन्झन अवस्था दयनीय हुँदै जानेछ, झन्झन समस्या बढ्दै जानेछ। त्यसकारण आज विश्वले भगवान बुद्धको मार्गमा लागेर अभ्यास गर्ने हो भने यो परमाणु हतियार बन्ने छैन, यो विषहरू बन्ने छैनन्, यो सङ्ग्राम युद्ध हुने छैन, यो झेलखान बन्ने छैन, यो पुलिसहरू कुनै आवश्यक रहने छैन, सेनाहरूको आवश्यक रहने छैन। आफ्नो सेना आफै हुनेछौ, आफ्नो सुरक्षा आफै नै गर्नेछौ। तब नै विश्व शान्ति हुने हो। त्यसकारण हामी चाहन्छौँ शान्ति, खोजिरहेछौँ उल्टो। कसरी शान्ति पाउँछ? पाउँदैन नि त। यी कुराहरू पनि हामीले बुझ्न जरुरी छ। यो विश्वलाई ध्वस्त हुनुभन्दा पहिले यो कुरालाई बुझेर यो विश्वको संरक्षण कसरी हुन्छ भन्ने कुरा चाहिँ भगवान बुद्धको ज्ञानले नै यसको संरक्षण दिन सक्छ भन्ने कुरा पनि हामीले बुझ्नु। हस्त यति भन्दै आजको छोटो धर्मदेशनालाई यही विश्राम दिन चाहिँ पुण्य परिणाम गरौँ। सोनमदि तमचे सिपाङ्गे तमने ङेपे डाना पामजेनि केगा नाचे बालों ठुपाई सिपे छोले डोवा डोलो वराई शो।